कविताको शीर्षक पनि त्यही हो, म मायाको मनोविज्ञान बुझ्दिनँ। एक फेर सोध्न खोज्दा खोज्दै नसोधेको थिएँ एउटा प्रश्न, एक फेर दिन खोज्दा खोज्दै नदिएकी थियो एउटा उत्तर। आज वर्षौंपछि म खलबलिएको छु। एक फेर सोध्न खोज्दा खोज्दै नसोधेको थिएँ एउटा प्रश्न, एक फेर दिन खोज्दा खोज्दै नदिएकी थियो एउटा उत्तर। आज म वर्षौंपछि खलबलिएको छु। मलाई थाहा छ म त्यहाँ थिइनौ तिमी पनि। सयौं तला माथिको एउटा कोठामा अचानक ठोक्किँदाखेरि जहाज हामफाले अरे मान्छेहरू। सयौं तला माथिको कोठामा अचानक ठोक्किँदाखेरि जहाज हामफाले अरे मान्छेहरू र बने अरे जीवनका धमिला आकृतिहरू। म त्यहाँ भएको भए तिमी हेरिरहन्थ्यौ होला मलाई एकोहोरो र भन्थ्यौ होला जीवनको अन्तिम क्षणमा आफ्नो भगवानलाई हेर्न चाहन्छ मान्छेले। मलाई बनाउँथ्यौ होला भगवान र म बन्थे पनि होला त्यस्तै। तर मलाई थाहा छ म भगवान होइन। म तिम्रो विश्वासको बोझले थिचिएर बाँच्न सक्दिनँ। हो त्यसैले सोधिएन एउटा प्रश्न र नसोधिएपछि दिइएन एउटा उत्तर। साँच्ची म मायाको मनोविज्ञान बुझ्दिनँ।